दर्शकबिन सागरको हालत नराम्रो गर्ने मानिसहरूको हालत अहिले हेर्न सक्नुहुन्छ। दर्शकबिन तपाईहरूलाई पनि थाहा नै होला, तपाईहरूले पनि सायद 249 हेरिसक्नु भएको होला र दर्शकबिन अब 250 मा के हुन्छ आउनुहोस् र यो भिडियोलाई पुरा हेर्न भने पटक्कै नबिर्सिनुहोस्। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो एज गणेश जैसी अफिसियल युट्युब च्यानलमा र यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न भने पटक्कै नबिर्सिनु होला र दर्शकबिन 250 मा के हुन्छ दर्शकबिन अब भने हामी डिटेलली जानेछौँ। दर्शकबिन सरिनाको मामाबाट छुटाएर सागरलाई ल्याएकी थिइन् जङ्गलमा र सरिनाको विचार बने सागरलाई भगाएर र कान्छीबाट टाढा राख्ने विचार भएको थियो र दर्शकबिन कान्छीले त्यो सब देखिसकेकी थिइन् किनभने दर्शकबिन कान्छी ठ्याक्कै जङ्गलमा आइपुगिसकेकी छिन् र दर्शकबिन एकछिन सागरसँग कान्छी कुरा गर्छिन् र उतातिर लगेर सजाइदिन्छिन् र अर्कोतिर सरिनाको मामालाई सरिनाले पछि गएर यस्तो भएको छ कुरा अब भने तपाईँ फस्न सक्नुहुन्छ, छिटो गएर कान्छीलाई रोक्नुस् र कुटेर सागरलाई लिएर आउनुस् भनेकी हुन्छन् सरिनाले आफ्नो मामासँग र दर्शकबिन ठ्याक्कै उल्टो भएको छ। सरिनाको मामालाई कान्छीले निकै सजाइदिइसकेकी छिन्। तीनैजनाले मिलेर सरिनाको मामालाई सजाइदिइसकेर त्यहाँबाट निस्किसकेका छन् र दर्शकबिन त्यति बेला सागरको पहिला डिभोर्स भएको केटी ठ्याक्कै छिन् र सरिनाको मामालाई साथ दिएर सागरको हालत यस्तो फेरि भइसकेको छ दर्शकबिन यी भने फेरि त्यो केटीलाई म भगाउँ कि नभगाउँ भनेर सोचिरहेका छन् र यी दुईजना भाग्ने निर्णय गरिरहेका छन् र दर्शकबिन सागरको हालत देख्न सक्नुहुन्छ यस्तो भइसकेको छ र कान्छीले एउटा आइडिया लगाउँछिन् र त्यो आइडिया सक्सेसफुल हुन्छ र त्यो सरिनाको मामालाई सजाइदिन्छन्। सरिनाको मामालाई यस्तो फेरि बनाइसकेकी हुन्छन् किनभने दर्शकबिन सरिनाको मामाले त सजाय पाउनुपर्छ दर्शकबिन अब भने भिडियोको अन्तिमतर्फ आइसकेका छौँ। दर्शकबिन तपाईहरूले यो भिडियोलाई लाइक कमेन्ट गर्नुभएको छैन भने गर्न भने पटक्कै नबिर्सिनु होला। हस्त धन्यवाद।